र गाइस कल्याणी थानको मेन गेट यही हो है, हेर्न सक्नुहुन्छ है। यहीँबाट हामीहरू पसेर अगाडिपट्टि सेकेन्ड गेट अनि कल्याणी थान आइन्छ। र कल्याणी थान तपाईहरू मेरो क्यामेराको माध्यमबाट हेरेर चाहिँ कल्याणीमा लेख्न नबिर्सिनु होला। र हामीहरू मामाहरू हामीहरू माइजीहरू सबै आएका थियौँ र यही जग्गाबाट हामीहरू पसेर पूजा गर्छौँ। त्यसो सबैजनालाई म अहिले कल्याणी थानको भित्र छु, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईँलाई मैले देखाउनको कारण के हो भने नि त, जति पनि दिया जलाउनुहुन्छ अगरबत्ती बाल्नुहुन्छ भित्र चाहिँ पाइँदैन गाइस। यहाँ हेर्नु यो जग्गा बनाइदिएको छ, तपाईँलाई म देखाउँदैछु। यो जग्गामा कल्याणी थानमा आएर यो जग्गामा दिया र अगरबत्तीहरू जलाउन पाइन्छ है। भित्र तपाईँलाई म मेन मन्दिरको दर्शन गराउँछु। अरू तपाईँहरू सक्नुहुन्छ भने यो जग्गामा आउनुहोस्, मनोकामना पुरा हुन्छ गाइस। यहाँ हेर्न सक्नुहुन्छ, म तपाईँलाई कल्याणी मन्दिरको दर्शन गराउँछु गाइस। यहाँ हेर्न सक्नुहुन्छ, जतिजनाले पनि भिडियोमा तपाईँले हेर्नु छ जय कल्याणीमा लेख्न नबिर्सिनु होला। यहाँ आएर तपाईँले मनोकामना पुरा गर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ है, सबैजना अहिले दर्शनमा आउनु भएको छ। तपाईँले मेरो क्यामेराको माध्यमबाट देखिराख्नु भएको छ। जय कल्याणीमा लेख्न नबिर्सिनु होला। यहाँ हेर्न सक्नुहुन्छ है, कल्याणी माको दर्शन तपाईँलाई गराउँदैछु। तपाईँले भिडियो सेयर गरिदिनु हो र त्यही कल्याणी मा लेख्न नबिर्सिनु होला सबैजनाले। र साथमा तपाईँ देख्नुहुन्छ बहुत ठुलो छ, मान्छेहरू अहिले भिडभाड छ देख्न पाइराख्नुहुन्छ। यहाँ गणेशको मूर्ति रहेछ, यहाँ दिया सिया बाल्नका लागि यहाँ व्यवस्था छ। यहाँ हेर्नु है भगवानलाई, र यहाँ गणेशको भगवानको मूर्ति पनि देखाउँछु तपाईँलाई। यो कल्याणी थानमा यहाँ तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ। यहाँ पूजापाठ चलिरहेको छ। तपाईँहरू कहाँ कहाँ हेर्दै हुन्छ भिडियो सेयर गर्नु, अरू जय कल्याणीमा लेख्न नबिर्सिनु होला। र आउने दिनहरूमा म यस्तै भिडियोहरू तपाईँहरूको माझमा लिएर आउँछु। यहाँ हेर्न सक्नुहुन्छ ठुलो छ गाइस। यहाँ हेर्न सक्नुहुन्छ, म तपाईँलाई गेटको पनि अलिकति नजारा देखाउन चाहन्छु। यहाँ हेर्न सक्नुहुन्छ है, बहुत ठुलो छ है। यहाँ हेर्न सक्नुहुन्छ है, बहुत ठुलो छ। तपाईँलाई म अलिकति गेटको नजाराहरू देखाउन चाहन्छु। यहाँ हेर्न सक्नुहुन्छ है, तपाईँलाई म हल्का गेट अलिकति देखाउने प्रयास गर्छु म दीपक सुवेदीको क्यामेराको माध्यमबाट। यहाँ हेर्न सक्नुहुन्छ, यो चाहिँ पिपलको घाँस ठोकेर साइड यहाँ हेर्न सक्नुहुन्छ। यो मनोकामना पुरा हुन्छ र यहाँ रातो डोरीले यसरी घुराउनु पर्छ अरे गाइस। र तपाईँहरू कल्याणी थानमा आउनुभयो भने यहाँ एउटा डोरीले यसरी बान्नु र तपाईँहरूको मनोकामना पनि पुरा हुन्छ। तपाईँलाई म गेटको अलिकति हल्का नजारा तपाईँलाई देखाउन चाहनुहुन्छ है क्यामेरामा। माथि देख्न सक्नुहुन्छ श्री श्री कल्याणी माता लेखिरहेको छ। भिडभडका अहिले हुन थालेको छ। यहाँ हेर्न सक्नुहुन्छ, म दीपक सुवेदीको क्यामेराको माध्यमबाट। तपाईँहरूले देख्दै हुनुहुन्छ, हामी पूजा गर्दैछौँ कल्याणी थानमा र कल्याणीको आशीर्वाद लिँदैछौँ। तपाईँहरूले पनि भिडियोबाट आशीर्वाद लिनुहोला। अरू जय कल्याणीमा लेख्न नबिर्सिनु होला। परिसक्यो जग्गामा आएर पूजा गर्नुभयो भने तपाईँहरूको मनोकामना पुरा हुन्छ। गाइस अहिले शिवलिङ्गमा दुध चढाउँदैछु, उहाँहरू देख्दै हुनुहुन्छ। र यो जग्गामा चाहिँ शिवलिङ्गमा चाहिँ दुध चढाउने, दिया बाल्ने र अगरबत्ती बाल्ने है, जस्तै जग्गा है। तपाईँलाई अरू विभिन्न जग्गा देखाउँछु म दीपक सुवेदीको क्यामेराको माध्यमबाट। अरू यसरी बाँड्दाखेरि मनोकामना पनि पुरा हुन्छ अरे भन्छ र भगवानले मनोकामना पुरा गर्छ। जे चिताएको छ त्यो पुगोस्, आउने दिनहरू फेरि आउन पाइयोस्। यहाँ हेर्नु कति थाहाको छ यहाँ गाइस। म पनि यसरी नै बाँध्न आँटेको छु। तपाईँहरू यहाँ आउनुभयो भने यसरी नै घुराएर तपाईँहरूले बाँध्नु होला। तपाईँहरूको मनोकामना पुरा हुन्छ भनेर सुनिएको छ है गाइस। त्यति म पनि जान्न त, त्यही पनि अब यो सबैले बाँधेको देखेर मैले पनि बाँधेँ। र तपाईँहरू आउनुभयो भने यसरी नै बाँध्नु होला। एक बाछी पुग्दो रहेछ। मैले घरबाट चामल लिएर आएको थिएँ, खसी परेवा हाँसलाई खुवाउन। तर मैले परेवा चाहिँ देखिनँ, खसीलाई खुवाउँदैछु। कति मजाले खाएका है। यो तपाईँहरूलाई म मन्दिरको देब्रे साइडको जग्गामा देखाउँदैछु। मन्दिर तपाईँलाई परबाट अलिक देखाउने प्रयास गर्दैछु म दीपक सुवेदी। अनि यतापट्टि जुन यो देख्दै हुन्छ नि पोखरी हो। यो पोखरीमा 3 पाक लाउँदाखेरि मनोकामना पुरा हुन्छ अरे भन्छन्। तर यो पोखरी बहुत ठुलो छ। अगाडि बाटो यस्तो बनिएको थिएन, अहिले बहुत डेभलप भएछ। र यहाँ हेर्नु है, परिसक्यो 3 खेप घुर्दाखेरि राम्रो हुन्छ अरे। तर घुर्न आधा घन्टाबाट 1 घन्टा समय लाग्छ। र मैले चाहिँ तपाईँलाई यो जग्गा देखाउने प्रयास गरेँ। र कल्याणी थानको यो पोखरी पनि बहुत फेमस छ। र यो जग्गामा आउनु होला, घुम्नु बहुत राम्रो लाग्छ।
यो जग्गामा शान्ति पाउनुहुन्छ र हर मनोकामना पुरा हुने तपाईँहरूको भगवानले दिनुहुन्छ शक्ति। र यो जग्गामा आएर तपाईँहरू पूजा गर्नुहोला और साँचो दिलले भगवानसित प्रार्थना गर्नुहोला, हर मनोकामना पुरा हुन्छ। होइन कति लामो छ, मान्छेहरू यहाँ घुरिरहेका छन्, एकदम लामो छ, देखाउँदैछु म तपाईँहरूलाई, यहाँ हेर्न सक्नुहुन्छ। बेलुकाको टाइममा त झन् राम्रो लाग्छ यहाँ आएर। र मन्दिर पनि तपाईँहरूलाई देखाएँ बाहिरबाट, यतापट्टि सबै तपाईँहरूलाई दृश्यहरू देखाइरहेको छु। यहाँ हेर्नु, घुराइ तपाईँहरूलाई मन्दिर देखाइरहेको छु, पोखरी पनि देखाइरहेको छु। र यहाँ हेर्नु, फोटा उठाउन पनि राम्रो जग्गा बनाएको रहेछ। तल यस्तो जसले प्लास्टर गरेको रहेछ ढुङ्गाको, देख्नु हुँदैछ नि तपाईँहरू। र आउने दिनहरूमा केही न केही मोटिभेट भिडियो ल्याउँछु। धन्यवाद।